नमस्कार। साप्ताहिक शैक्षिक समीक्षामा स्वागत छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले 45 दिन लगाएर तयार पारेको प्रतिवेदनमाथि छलफल सुरु भएको समाचारले गत साता सञ्चार माध्यममा प्राथमिकता पाएका छन्। निजी विद्यालय गुठीमा रहने कि कम्पनीमै तथा प्रारम्भिक बाल शिक्षा इसिडीलाई विद्यालय संरचनामा समेट्ने कि नसमेट्ने भन्ने मुद्दा यकिन नगरी उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदनमाथि छलफल गर्दै समितिका सदस्यहरूले प्रतिवेदनकै आधारमा विद्यालय शिक्षा विधेयक तयार गर्नुपर्ने धारणा राखेका छन्। उपसमिति संयोजक छविलाल विश्वकर्माले समय अभावका कारण टुङ्गोमा नपुगेका विषय थाती राखेर समितिमा प्रतिवेदन पेश गरेको बताएका छन्। प्रतिवेदन अनुसार कक्षा 10 को अन्तिम परीक्षा एसी हटाइएको, विद्यार्थी संख्या, विद्यालयको तह र अन्य आवश्यकता हेरेर प्रधानाध्यापकको छुट्टै दरबन्दी सिर्जना गरेको, जिल्ला शिक्षा कार्यालय हटाइएको, शैक्षिक गुणस्तर परीक्षण प्राधिकरण बनाएको, राहत र साबिका उच्च माविका शिक्षकको आन्तरिक 60 र खुल्ला 40% हुने व्यवस्था प्रस्ताव गरेको समाचार छ। त्यस्तै सार्वजनिक विद्यालयका शिक्षकले राजनीतिक दल वा दलसँग आबद्ध संगठनको सदस्य लिएमा, राजनीतिक गतिविधिमा भाग लिएमा पदमुक्त गर्न सकिने कानुन बनाउनु पनि सत्तारूढ र प्रतिपक्षी सांसद एकमत भएको समाचार छ। शिक्षक महासंघले उपसमितिको प्रतिवेदनप्रति रुष्ट हुँदै फेरि सडकमा उत्रने चेतावनी दिएको समाचार पनि छ। शिक्षा मन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टीका टिप्पणी गर्नु उचित नहुने बताएको समाचार छ। प्रतिवेदनमाथि छलफल नै गर्न बाँकी भएको र केही विषय अझै टुङ्गो लाग्न नसकेकाले हतारमा टीका टिप्पणी गर्नु उचित नहुने उनले बताएका छन्। निजी विद्यालय गुठीमा लैजाने कि नलाने विषय पनि प्रतिवेदनमा अधुरै छ। तर विदेशी नाम परिवर्तन गर्नुपर्ने, शैक्षिक सत्रभन्दा 2 महिना अघि शुल्क सार्वजनिक गर्नुपर्ने, पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, प्राथमिक स्वास्थ्य उपचारदेखि खेल मैदान अनिवार्य हुनुपर्ने, निजी विद्यालयको स्थापना र शुल्क तथा विद्यार्थी अनुपातबारे सरकारको मापदण्ड पालना गर्नुपर्ने विषय भने स्पष्ट पारिसकेको समाचार छ। शिक्षक महासंघ र शिक्षा क्षेत्रका निजी सञ्चालकका स्वार्थको कारणले विद्यालय शिक्षा ऐन निर्माण हुन नसकेको स्पष्ट देखिएको छ। संविधानले शिक्षालाई मौलिक अधिकारका रूपमा व्यवस्था गर्दै आधारभूत तहसम्म अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्म निशुल्क हुने संविधानको व्यवस्था कार्यान्वयन गर्न शिक्षामा निजी लगानी पेचिलो विषय बनेको छ। यस्तै विद्यालय तहको अधिकार स्थानीय सरकार मातहत हुने संविधानको व्यवस्थालाई उल्ट्याउन शिक्षक महासंघ प्रकारान्तरले प्रयत्नशील रहेको देखिन्छ। राजनीतिक दल समर्थित र संगठित शिक्षकको संविधान विपरीतको जिरहले शिक्षा ऐन निर्माण सकसमा परेको देखिन्छ। राजनीतिक दलमा प्रभाव पार्न सक्ने शिक्षकका संगठन र विद्यालय शिक्षाका निजी लगानीकर्ता मुलुकको बृहत्तर हितभन्दा आफ्नो स्वार्थ केन्द्रित हुँदा शिक्षा ऐन निर्माण धकेलिँदै आएको छ। यसलाई संसदीय उपसमितिले पेश गरेको प्रतिवेदनका प्रति शिक्षकको विमतिले पनि स्पष्टै पारेको छ। बालबालिकाको अधिकार र सिकाइलाई केन्द्रमा राखेर संविधान अनुकूल ऐन निर्माण गर्न मुख्य दलका नेताहरू गम्भीर बन्नुपर्नेछ। हामीले एक थान मात्र ऐन खोजेको त पक्कै होइन। विधेयकमा सहमति खोज्न गठित उपसमितिकै प्रतिवेदनमा विरोध गर्नुले विधेयक गिजोल्ने प्रयत्न भएको देखिँदैछ। यसले ऐन निर्माणको वातावरण बिगारी ऐन निर्माणको प्रक्रिया धकल्ने नै सघाउनेछ। 2 वर्षमा बनाइसक्नुपर्ने ऐन 8 वर्षसम्म बनाउन नसकेको लज्जालाई मुख्य दलहरूले कतिन्जेल बोकेर हिँड्ने हुन्। आखिर कुरा त हामी यस्तै अकर्मण्य देशको नागरिक भएर जता जाँदा पनि लखेटिने हुने कि सक्षम देशका नागरिक भएर बाँच्ने कि धेरैका केटाकेटी देश बाहिरी छन्, देश र भविष्य भाँड्मै जाओस् भन्ने छनोट त्यति नै हो।